फाइनली हामी त सबैको अवस्था म्याच झ्याक्ने हो हैन देख्न सक्नुहुन्छ टक्क हिउँको माहौल गाडीको जाम कडक ड्राइभरहरु सो हेलो एन्ड नमस्ते एभ्रीवान होप यु गाइज आर फाइन हैन आफ्टर लङ टाइम पछि टक्क एउटा मिठो भिडियो बनाउन लागिरहेको छु होप लेट्स सी एभ्रीवान सो भाइले पनि दामी मिठो पानी पर्न लागिरहेको सो अब के भनौँ टुडे वी आर गोइङ टु देयर स्नोइङ टुटे इङ्ग्लिस स्टे ट्युन गाइज ताइ बन्दी है भाउजू बन्दी भाउदाइ सो म चाहिँ टक्क मिठो तरिकाले ब्रेकफास्ट गर्नु पर्दैन हुन्छ हैन बन्दी ब्लग हो दिदी बन्दी है आमा त्यो दाइ त डेन्जर लुक्छ यार कसम दाइ हो यार साइडमा टक्क भग्दाएको भने सचिन अलि नदेखे जस्तो लाग्यो कहाँ गयो सचिन यार यस्तो माया लाग्छ यार सचिनको यार गाह्रो यार आँखाले मुनितिर तानेर सो फेरि के भन्न लाग्यो म पनि बिर्से जाडो अति छ होइन के भन्छ अब चाहिँ टक्क बिचमा चाहिँ निन्द्रा सिन्द्रा लाग्छ भनेर मतलब सुत्यो नि त टन्न होइन अनि चट्ट कफी सफी हान्दै होइन सुट्टा त खाँदिनँ म कफी सफी टक्क खाँदै दाइहरूले चाहिँ बरु सुट्टा हान्दै हुनुहुन्छ होइन गाह्रो फेरि गाह्रो पुरै यहाँनिर अट्याक दिइराख क्या के भन्छ यो न्यु इयरको इफेक्ट गाह्रो यार तर एक्ज्याक्टली यो कुन ठाउँमा ट्याक्कै आई डोन्ट नो द्याट है बट भ्यू देख्न सक्नुहुन्छ अति अट्र्याक्सन पाराको छ नाकले म सासै लिन सकिराखेन मैले सास प्रश्वास भनेको चाहिँ अहिले मैले यो मुखबाट लिइरहेको छु मैले किनभने रुगाले मलाई च्याप छानिराख नि त सो लुक एट द भ्यू गाइज सो बोवाल देखिरहेको होइन शान्त टक्क पिस होइन कडा अरू सचिन के छ कस्तो लागिरहेको छ हाम्रो यात्राको लङ यात्रा अनि हाम्रो आदरणीय दाई भनिदिनु पर्यो टक्क लगाएर के कस्तो भइरहेको दामी त्यस दाईको त्यो पुरा भाइब्स हुन्छ हाम्रो ड्राइभर दाई चाहिँ उहाँ हुनुहुन्छ टक्क लगाएर ह्यान्डसम भएर चाहिँ टिक्क लगाएर अब चाहिँ हामी यहाँको दामी भ्यूसु देखेर कफी सफी हानेर चाहिँ हामी टक्क फेरि गन्तव्यतर्फतिर जानुपर्छ अझै गन्तव्यमा पुग्न हाम्रो करिबन 2 घन्टाको यात्रा गर्नुपर्छ होइन भ्यू हेर्नु हुँदा टक्क यो भ्यू देखेर चाहिँ अझै आउनु बाँकी छ तिमीलाई ल्याएर आउँछु ल यो भ्यूमा चाहिँ एक दिन यो बाटो पिठो किनेर के गर्ने मान्नुभयो त्यो गएर रोटी खाने हालेर रोटी हालेर खाने भन्नु न बिहान भनेको भन्नु न बिहान रोटी बनाउनु दाइ कामै छैन यो सर हाम्रो अग्रज दाइले के भनेको भने इनकेस त्यहाँ गएर हिउँ परेन भने चाहिँ पिठोको एउटा बोरा लिएर पिठो छर्किँदै हामीले हिउँको चाहिँ टक्क भाइब्स लिनुपर्ने हुन्छ नानो गालो बाटो ओभरै उकालो ओह्रालो रहेछ बाटै देख्दैन यार के आइलाग्यो हो कि के खाइलाग्यो हो यस्तो बाटोमा केही देखिरहेन यार अन द स्पोट हामीले गाडीलाई सुट हाल्नु परेको अवस्था आइरहेको छ अलि हिउँको छिट्टा सँगसँगै आमा बवाल देख्यो आमा
त्यो चाहिँ हाम्रो यो ठाउँको चाहिँ कालिम्चोकको हाम्रो हेर त सचिन गाह्रो बल्ल मन चाहिँ अलिकति शान्त मिल्दैछ मनमा यो सानो मनमा चाहिँ आमा यो यस्तो सुन्न लाग्नु पर्ने क्या यतिको चाहिँ ल आगो चाहिँ तर रिग्रेट होला जस्तो चाहिँ मलाई लागेन होइन तर माहौल हेर्दा चाहिँ अलिकति रोमान्टिक होला जस्तो छ आमा माथि माथि नै चाहिँ मन चाहिँ खुसी भयो है पैसा वसुल होला भाइ पैसा वसुल होला भाइ खै हेर्नु न यता आमा मासाले आज यो यत्रो हुसो लाग्ने यार यतिको त हुनु पर्यो नि यार ल मोबाइल अब त हिमालय चढ्न लागि 80 करोड मागा डग म चाहिँ माथि रहेछ कि दाइ मेन फाइनली हामी त सबैको अवस्था म्याच झ्याक्ने हो फाइनली गाइस फाइनली हात कसम यस्तो भइराख यस्तो दिसिलो यस्तो त्यसदाइको मुख पनि रातो भइरहेको छ दाइ अरू हात गइसक्यो मेरो तर लास्टै उस भइराख गाइज म कसम हात यति बगाल चिसो भइरहेको छ कि कुरै छोडौँ न होइन के गर्ने हामी बढी जस्तै त हुने हामी कस्तो टक्क दार्जिलिङ भ्यू कडा चर्याप दाइ चर्याप चेस दाइ चेस ल एकदम दाइ एकदम के छ हजुरको भने गाह्रो पानी आएर टक्क च्यालेन्ज दिइरहेको अवस्था बाघ गाह्रो गाडी जाम भएर यहाँ औडै हानिसक्यो के गर्ने अलिकति अँध्यारो फिल पनि भइसक्यो वेदर पनि खुल्दैन होइन गाह्रो त्यसमा फेरि दाइ डेन्जर घुर्दिने लाउनु सो हामी चाहिँ अहिले चाहिँ टक्क मुत्नलाई चाहिँ रेडी भएर निस्किरहेको थियो है अब अहिले चाहिँ टक्क रात पर्न लागिसक्यो 5:30 हुन आँटिसक्यो होइन गाडी अगाडि बढिसक्यो होइन देख्न सक्नुहुन्छ टक्क हिउँको माहौल गाडीको जाम 10 मिनटको बाटोमा यो लामफ्याङ बाटो चाहिँ टक्क लगाएर हामीलाई चाहिँ 3 घन्टा दियो क्या पुरै गाह्रो होइन त्यसलाई एकदम सही टक्क चिलमा हामी टक्क दगुर्दै हाम्रो गाडी फेरि खोज्नुपर्ने हुन्छ गाडी अगाडि गइसक्यो भक्दै के हो टक्क लुक एट द भ्यू त्यसमा फेरि गाडी जाम होइन त्यसपछि गाह्रो अलिकति मिलाएर हेर्नु पर्दा चाहिँ तलतिर छर्ल्याङ है यसबाट मोबाइल खस्यो भने चाहिँ जिन्दगी डामाडोल के गर्नु यस्तै छ गरिबी जिन्दगी होइन शान्त एकदम पिस हुन मन लाग्ने आफूलाई चाहिँ टक्क लाएर अनि बेला बेला वेदरले चेन्ज गरिदिइहाल्ने त्यसमा फेरि मलाई चाहिँ गाह्रो हो अलिकति तर त यतै पनि ठिक रहेछ नि यतै पनि ठिक लाग्यो मलाई पानी मुला ल्यामफ्याङ पानी पनि कति परेको थियो नि यो लामो पानी रहेछ अरे छ्या गाह्रो यार पानीले अगाडि टक्क सुड्डीहरू रहेछ होइन टक्क शान्त वातावरण अनि शान्त वातावरण मिठो मुतियो नि सचिन एकदम
अनि ब्रदर अरू केही भन्नु छ कि यस्तो यो राइडमा चाहिँ गाह्रो टोपी लगाइहाल्ने मैले चाहिँ नेक्स्ट टेकमा हामीले बोल्ने खाम है। अहिले चाहिँ बोल्न अलिकति सकिन्न, हाम्रो अहिले चाहिँ सबै कुराहरू बन्द गर्दा ठिक होला। ब्रदर टक्क वेलकम टु हामी अहिले सेरादे एस्ट्रामा छौँ। आज वेदर एकदमै खराब भइरह। दिस इज द वर्स्ट डे अफ आवर डे। पानी पनि परिरह, स्नो पनि परिरह, पुरा हुसु पनि लागिरह, एकदम गाह्रो। गाडीको जाम हेर्नु अहिलेदेखि यहीँसम्म पुरै 10 मिनटको बाटो हामीलाई लागिसक्यो 3 घण्टा लागिसक्यो। 3 घण्टा 4 घण्टा लागिरह, तर एकदम गाह्रो। तर त्यही पनि वी आर स्टिल इन्जोइङ द लुक एट दिस भ्यू। आई मिन म्यान वाउ के वाउ बोबाल छ। तर हुसु यताउति वेदरले एकदम च्यालेन्ज गरिरहेको छ। वेदर इज भेरी डिफिकल्ट। त्यही माथि म आफ्नो साथीहरूलाई पनि म देखाउन चाहन्छु। मेरो साथीहरू के छ गाइजहरू, अनि मस्त व्यस्त लाइफमा टक्क अनि चुप्प लगाइदिने अनि गाह्रो। ब्रदर एकचोटि फोटो खिच्नु। गाडी चाहिँ यहाँनिर फाइनल डेस्टिनेसनमा पार्किङ भइसकेको छ, किनभने हामी चाहिँ अहिले त्यहाँ माथि चाहिँ जान सक्दैन, किनभने गाडी पुरै जाम भएर चाहिँ अलिकति अहिले चाहिँ अँध्यारो भएर चाहिँ यता देख्न सक्नुहुन्छ। यता पनि हिउँ डन्न छ होइन, गाह्रो अलिकति। सचिन के छ अनि अरू? सो अहिले रातिको पनि टक्क कति 6 बजिसक्यो, 7 बजिसक्यो होइन। यहाँ टक्क माउल यस्तो छ, हिउँ परिरहेको छ सर पारेर। उहाँ चाहिँ हाम्रो टक्क हाम्रो जल्दो भग्दै। अनि सचिन ब्रदर त्यहाँ होइन। अनि म चाहिँ टक्क जानुपर्ने हुन्छ। पानी सो म चाहिँ हेर्नुपर्ने हुन्छ होइन। मजाले चिप्लेट खेल्दै रमाइलो लिने जिन्दगीको। ल जान्दै सबजना गइसक्यो। मोबाइल ल सो मोबाइल आयो। अब चाहिँ हामीले भिडियो पनि इन्डिङ गर्नुपर्ने हुन्छ। सबैजना आँटिसक्नुभयो रातिको टाइममा। -5 डिग्री छ होइन। रात परेको हुनाले चाहिँ हामी चाहिँ धेरै बेर हामी बस्न सक्दैन। अब चाहिँ हामी भलकसलक इन्डिङ गर्नुपर्ने हुन्छ। यति हुँदै सचिनले के भन्नु पर्ने भन्न सचिन होइन। ल गाइस स्टे ट्युन, हामी नेक्स्ट ब्लगमा भेट्छु आफ्टर।